उत्पत्ति 49 अध्यायको 22 देखि लिएर युसुफ एउटा फलवान त हाँगा हो, मनोहर भएको फलवान हाँगा हो, जसका हाँगाहरू पर्खाल नागेर जान्छन्। यी काँडा हान्नेहरूले उसलाई ज्यादै कष्ट दिए, उसमाथि काँडा चलाएर उसलाई घृणा गरे। तर उसको धनु ढाड रह्यो र उसका हातहरू पाखुराहरू र याकुबका सर्वशक्तिमान परमेश्वरका हातद्वारा बलिया पारिए। त्यहीबाट त्यो गोठाला इस्रायलको चट्टान हुनेछ। यो तिम्रा पिताका परमेश्वरद्वारा भएको हो, जसले तिमीहरूलाई सहायता गर्नुहुनेछ, र सर्वशक्तिमानद्वारा भएको हो, जसले तिमीलाई माथिबाट स्वर्गका आशिषहरूले मुनि दबेर बसेको गहिरो सागरमा आशिषहरूले स्तनहरू र गर्भका आशिषहरूले आशिषित पार्नुहुन्छ। तिम्रा पिताका आशिषहरू चाहिँ मेरा पुर्खाहरूका आशिषहरूभन्दा अनन्त डाँडाहरूको सिमानासम्म नै बढेका छन्। ती युसेफको शिरमाथि आउन उसैको शिरको चोटीमाथि आउन, जो आफ्ना दाजुभाइहरूबाट अलग पारियो। परमेश्वरलाई यो पढेको वचनमा आशिष दिनुभएको होस्। यहाँ तपाईँ र हामीलाई थाहा छ योसेफको बारेमा, एकदमै बाइबलको जीवन भएको मानिस हुनुहुन्छ। कारण हामी जुन दिन चाहिँ प्रभु येशू ख्रीष्टलाई व्यक्तिगत रूपमा मैले मेरो असल गोठालो भनेर जुन दिन मैले परमेश्वरलाई चाहिँ स्वीकार गरेँ, त्यही दिनदेखि चाहिँ हामी के गरेका छौँ, परमेश्वरसँगको सम्बन्धमा रहने व्यक्ति बनेका छौँ, अनि प्रार्थनाको मानिस भएका छौँ, अनि सँगसँगै बाइबलको मानिस बनेका छौँ। यो अद्भुत कुरा हो। अनि जसले बाइबलको अध्ययन गर्छ, परमेश्वरसँगको सम्बन्धमा रहन्छ, प्रार्थनामय जीवन दिन्छ, अनि त्यसको फलहरू त्यहाँ देखिने काम गर्दछ। म विशेष गरी योसेफको जीवनबाट तपाईँहरूलाई म यो साथ दिन चाहन्छु कि उनले जब उनको जीवनमा उत्पत्ति 37 अध्यायमा जब उनले के देख्छन्, सपना देख्दछन्। सपना देखिसकेको समयमा त्यहाँ के हुन्छ, आफ्नै दाइबाट चाहिँ सतावटमा परेको हामी भेटाउँछौँ। उनलाई चाहिँ खाडलमा हालिन्छ, अनि त्यसपछि उनलाई मिस्रीहरूको हातमा बेचिन्छ, पोथीहरूको घरमा जान्छन्, अनि त्यसपछि जेलमा पनि पुग्छन्। सुन्नुहोस् त, हामी सरस्वती हेर्दाखेरि यो घटनालाई हेर्दाखेरि एकदमै सामान्य हिसाबले हेर्छौँ, तर वास्तवमा त्यो घटनालाई हेर्छौँ भने एकदमै पीडाको यात्रा थियो। खाडलमा आफ्नै दाइले आफ्नै भाइहरूले प्रेम गरेका दाजुभाइले चाहिँ खाडलमा हाल्दाखेरिको पीडा कस्तो हुन्छ होला। उनको स्रोत चाहिँ कोसँग थियो भन्ने कुरा, उनले जुन उत्साहको स्रोत चाहिँ कसलाई बनाइरहेको थियो भनेर यहाँ हेर्न सक्छौँ प्रिय मित्रहरू। वास्तवमा उनको स्रोत चाहिँ आफ्नो दाजुभाइ, आफ्नो बुबा, संसारिक कुनै पनि मार्गमा उनको चाहिँ स्रोत भएको भए त्यहाँ के हुन्थे, उनी त्यति बेला जति बेला खाडलमा रहेको थिए त्यति बेला उनको चाहिँ जीवन तहस नहस हुन्थ्यो। तर उनको स्रोत चाहिँ परमेश्वरसँगको सम्बन्धमा रहेको कारण उनको जीवनमा चाहिँ अद्भुत भएको हामी भेटाउँछौँ। उनी मिस्रीको हातमा पनि बेचिन्छन्, पोथीहरूको घरमा त्यहाँ कति आशिष आउँछ है उनी गइसकेपछि। अनि त्यसपछि थाहा छ, अनि त्यहाँ चाहिँ शैतानले चाहिँ धेरै दुष्टताको कुराहरू ल्याइदिन्छ, अनि जेलसम्म पुग्दछन्।
तर परमेश्वरको योजना चाहिँ जब तपाईँ र म जब यसले चाहिँ परमेश्वरलाई चाहिँ आफ्नो चाहिँ स्रोत बनाएर चाहिँ जब परमेश्वरसँगको सम्बन्धमा रहेर उनी चाहिँ परमेश्वरको इच्छामा रहेर चाहिँ जब हिँडे अनि त्यहाँ चाहिँ परमेश्वरले अद्भुत कार्य गर्नुभएको हामी भेटाउँदछौँ। अनि उनको जीवनमा चाहिँ परमेश्वरले यस्तो स्थानमा लगेर राखिदिनुहुन्छ जो उनको सोचभन्दा चाहिँ माथि थियो। प्रिय मित्रहरू, कतिपय तपाईँ र मैले यशैया 55:8 म यति बेला तपाईँहरूको बिचमा मैले बताउन चाहेँ, जहाँ चाहिँ होइन के लेखेको छ यशैया 55:8 भनेपछि तिमीहरूका विचार मेरा होइनन्। वास्तवमा हाम्रा सोचहरू विचारहरू के हुनसक्छ, एकदमै हामी शारीरिक रूपमा चाहिँ कमजोर छौँ होइन, हामी हरेक तहबाट चाहिँ कमजोर छौँ कारण हाम्रो सोच चाहिँ कमजोर छ। तर सर्वशक्तिमान परमेश्वरको विचार चाहिँ हाम्रो जीवनमा के छ त्यो कुरा चाहिँ यहाँ प्रष्ट रूपमा भएको छ। सायद अब योसेफले आफ्नो विचारमा सोच्न थालेको भए मलाई त मेरो बुबाले कति प्रेम गर्नुहुन्थ्यो, प्रेम गरेर चाहिँ त्यहाँ लबेदो दिएको कुरा पनि छ है। लबेदो प्रेम गरेको एउटा योसेफलाई चाहिँ आफ्नो पिताले चाहिँ लबेदो दिनुहुन्छ, लबेदो कोट दिनुहुन्छ। अनि दाजुभाइबाट चाहिँ भिडित हुन्छन्। त्यहाँ चाहिँ दुईवटा सपना, पहिलो सपना के देख्दछन् भन्दा पिताहरूले चाहिँ वरिपरि राखेर उनलाई ढोक गर्दछन्, दण्डवत गर्दछन्। र अर्को चाहिँ ताराहरूले होइन, त्यहाँ ताराहरू सूर्यहरू तिनीहरूले चाहिँ दण्डवत, मतलब कि यस्तै चाहिँ हामीले राज गर्दैछ है, राज गरेर हामी चाहिँ दण्डवत गर्नुपर्छ भन्ने कुराहरू चाहिँ त्यहाँ चाहिँ शैतानले के हालिदियो, दुष्टता हालिदिएको कारणले भाइहरूमा चाहिँ त्यो पीडाको जीवन चाहिँ उनले बुझिनु पर्यो। तर परमेश्वरले अर्को पनि मैले रोमी 8:28 चाहिँ तपाईँहरूको बिचमा मैले ल्याउन चाहेँ। त्यहाँ सम्पूर्ण कुराहरू मिलाएर परमेश्वरले भलाइ नै गर्नुहुन्छ। प्रिय मित्र, विश्वासीहरूको जीवनमा सम्पूर्ण कुराहरू मिलाएर परमेश्वरले के गर्नुहुन्छ त भलाइ नै गर्नुहुन्छ। र यही होइन योसेफले पनि उत्पत्ति 50 को बिचमा गएर त्यही कुरा बताउँदछन्। सबै कुरा विश्वासीहरूको निम्ति चाहिँ भलाइ नै गर्ने काम गर्नुहुन्छ। प्रिय मित्रहरू, हाम्रो सोचहरू भनेको एकदमै के हुनसक्छ, शारीरिक हुनसक्छ, संसारिक हुनसक्छ। प्रिय मित्रहरू, हामी संसारमा चाहिँ थाहा छ हाम्रो फिजिकललाई, यो शरीरलाई चाहिँ हामी जब परमेश्वरमा विश्वास गरेका हुन्छौँ 3वटा थोकले चाहिँ हामीलाई चाहिँ साह्रै नै के गरिरहेको हुन्छ, एकदमै सतावट गरिरहेको हुन्छ। पहिलो कुरा शरीर, दोस्रो कुरा शैतान, दोस्रो कुरा संसार र तेस्रो कुरा शैतान। अनि यो 3वटा शब्दले चाहिँ हामीलाई चाहिँ एकदमै के गरिरहेको हुन्छ, परमेश्वरको राज्यदेखि लिएर परमेश्वरको सङ्गतिदेखि लिएर हरेक परमेश्वरलाई उचालिने कार्यदेखि लिएर के हुन्छ, हामीलाई टाढा लाग्न थाल्दछ। प्रिय मित्रहरू, तपाईँलाई थाहा छ हामीभित्र पुरानो आदम पनि रहेको छ र हामीसँग नयाँ आदम पनि छ। जुन दिन हामी यस कुरालाई विश्वास गरेका छौँ त्यही दिन चाहिँ हामीसँग नयाँ आदमले चाहिँ हामीभित्र बस्नु भएको छ। प्रिय मित्रहरू, अब हामीले कुन आदमलाई खुवाउँछौँ त? योसेफले पुरानो आदमलाई खुवाएको भए त्यहाँ के हुन्थ्यो, बदलाको, प्रतिशोधको, घमण्डको, ईर्ष्याको उनको जीवनमा आउने थियो। तर उनले चाहिँ के गरे भन्दा पुरानो कुरामा हामी हेर्छौँ भन्दा आउनेवाला ख्रिस्टलाई हेरेर जिएका थिए नि। र उनले पनि त्यही आउनेवाला ख्रिस्टलाई चाहिँ उनले हेरेको कारण उनले चाहिँ के गर्दैन, उनसँग प्रेम आउँदछ, उनीभित्र नम्रता आउँदछ। गलाती 5:22 अनुसारको जीवन चाहिँ उनको जीवनमा आउँदछ। प्रिय मित्रहरू, साँच्चै नै यो अद्भुत कुरा हो, अद्भुत कुरा हो। हामी जुन दिन यसलाई विश्वास गरेका छौँ, यस 3वटा सहले हाम्रो जीवनमा साँच्चै नै एकदमै कष्ट गर्ने काम गरिरहेको हुन्छ। र हामीलाई के गर्दछ भन्दाखेरि तपाईँ र हामीलाई पुरानो आदमतर्फ धेरै लगाउने काम गर्दछ। जब हेर्नुहोस् त मसँग म यहाँ छु, पुरानो आदम त्यहाँ छ अनि हाम्रो नयाँ आदम यहाँ आउनुहुन्छ। म नयाँ आदमको बिचमा नजिक 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 मबाट चाहिँ पुरानो आदम टाढा
टाढा टाढा हुँदै जान्छ र उसँगको मेरो सम्बन्ध टुट्दै जान्छ। तर मसँग परमेश्वर हुनुहुन्छ, मसँग नयाँ आदम हुनुहुन्छ। नयाँ आदमबाट जब म टाढा 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 हुँदै जान्छु, म मेरो नयाँ आदम जो परमेश्वरबाट चाहिँ म टाढा हुँदै जान्छु, मेरो सम्बन्धहरू टुट्दै जान्छ। अनि त्यसपछि के हुन थाल्छ, म शारीरिक रूपमा सोच्न थाल्छु, अनि म संसारिक हिसाबले सोच्न थाल्छु। अनि त्यसपछि म के गर्छु, शैतानका कुविचारहरू मेरो बिचमा आउन थाल्छ, घमण्ड आउन थाल्छ, पखण्डहरू आउन थाल्छ, ईर्ष्याहरू आउन थाल्छ। प्रिय मित्रहरू, आज कतिपय कुराहरूमा उनको जीवनमा यो नभएको परमेश्वरमा नजिक भएर गएको कारण, उनी परमेश्वरसँगको स्रोतमा रहेको कारण उनीमा नम्रता आउँछ। त्यही भएर खास भजन सङ्ग्रह 1 अध्यायलाई म यति बेला तपाईँसँग प्रस्तुत गर्न चाहे। धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, गिल्ला गर्नेहरूको बिचमा चाहिँ खडा हुँदैन, तर जसले दिनरात परमेश्वरको वचनलाई मनन गर्छ, जसले चाहिँ दिनरात परमेश्वरको वचनमा चाहिँ आनन्द उठाउँछ, त्यो मानिस चाहिँ के हो त, खोलाको किनारमा रोपेको बोट जस्तो। आज तपाईँले म त्यो खोलाको किनारमा रोपेका बोटहरू मित्र, हाम्रो स्रोत भनेको आकाश र पृथ्वी सृजना गर्नुहुने परमेश्वर तपाईँ र मेरो स्रोत हुनुहुन्छ भनेपछि मलाई के गर्नु, मेरो पक्षमा के रहन्छ त? चाहे मेरो मृत्युको खाडा किन मेरो सामु आओस्, चाहे मेरो परिवार समस्या भएर किन खडा नहोस्, संसारको कुनै पनि शक्ति मेरो अगाडि आएर खडा किन नहोस्, जबकि मेरो साथमा चाहिँ परमेश्वर खडा हुनुहुन्छ र मेरो स्रोत चाहिँ परमेश्वर हुनुहुन्छ भने लाजमूल जस्तो ठुलो पर्खाल बनेर खडा किन नहोस्। दुई भाग बनाएर परमेश्वरले त्यो ठाउँबाट हिँड्नुहुन्छ। हालेलुया। आज योसेफलाई परमेश्वरले त्यही गर्नुभयो। आज त्यही भएर योसेफ भगवान हामी बनेका छन्। प्रिय मित्रहरू, आज तपाईँ र म पनि यो सङ्घर्ष पृथ्वीमा छौँ, सङ्घर्ष हाम्रो जीवनमा कतिपय अवस्थामा कष्टहरू आइरहेको बेलामा तपाईँहरूलाई थाहा छ, रुमी 8:18 मलाई लाग्छ, रुमी 8:18 त्यहाँ लेखिएको छ। तिमी एकचोटि हेरौँ न, रुमी 8:18 यसरी लेखिएको छ, म विचार गर्दछु कि हामीमा जुन महिमा प्रकट गरिनेछ त्यससँग वर्तमान समयका कष्टहरू तुलना गर्न योग्य छैनन्। आमेन। साथीले यो कुरा कसले बुझेका थिए त? योसेफले बुझेका थिए। अनि उनले वर्तमान समयमा भोगेको त्यो कष्टलाई चाहिँ उनले चाहिँ ठुलो ठानेनन्। प्रिय मित्रहरू, उनले त्यो वर्तमान समयमा भोगेको कष्टलाई उनले ठुलो ठान्थे भने त्यो महान महिमालाई उनले चाहिँ बुझ्दैनन्। अनि महान महिमालाई बुझेको कारण उनले के ठान्दछन् त, त्यो वर्तमान समयको कष्टलाई चाहिँ पछि हुने महान महिमाको अगाडि चाहिँ चिन्ती भर्नु पनि सानो तुलना योग्य छैन। प्रिय, आज त्यही दौडमा छौँ हामी, आज त्यही दौडमा छौँ। पावल त्यही दौडमा थिएर उनी चाहिँ मृत्युसम्म पुग्दा पनि अनि उनलाई कुटिन्छ, पिटिन्छ। जसले चाहिँ के गर्दथे, जब परमेश्वरले चाहिँ नपाउनुभन्दा अगाडि त्यही ख्रिस्टलाई सताउने काम गर्दथे। तर जुन दिन चाहिँ यसो ख्रिस्टलाई चाहिँ विश्वास गर्छ, जुन दिन चाहिँ प्रभु येशूले चाहिँ मेरो मुक्तिदाता भनेर उनले स्वीकार गर्छन्, त्यही दिनदेखि चाहिँ त्यही ख्रिस्टको निम्ति चाहिँ सताइनको लागि पछि पर्दैनन्। उनले ठ्याक्कै थाहा गर्छन् कि मेरो महान महिमाको अगाडि अहिले मैले यो भोगेको कष्टहरू केही पनि होइन भनेर उनले थाहा गर्छन्। र त्यही पावलले चाहिँ गलाती 6:17 भन्दछन् कि तिमीहरूले ख्रिस्टका चोटहरू धारण गरेर हिँड्ने गर। आज तपाईँ र मैले त्यो ख्रिस्टका चोटहरू धारण गरेर हिँड्न जरुरी छ। आज कतिपय मण्डलीहरूले, कतिपय विश्वासीहरूले ख्रिस्टलाई आफ्नो जीवनबाट अग्ल्याएको चाहँदैनन्।
यूहन्ना 3:30 अनुसार यीशु ख्रीष्ट बढ्नु हो, म घट्नु हो। प्रिय मित्रहरू, हाम्रो जीवनबाट ख्रीष्ट चाहिन जरुरी छ। अनि त्यसरी नै होइन, योसेफको जीवनबाट ख्रीष्ट चाहिनु भएको त्यहाँ हामी भेटाउँछौँ प्रिय मित्र। अनि अन्तिममा थाहा छ उनी चाहिँ परमेश्वरले यस्तो ठाउँमा लगेर राखिदिनुहुन्छ, यस्तो ठाउँमा लगेर राखिदिनुहुन्छ जुन ठाउँ उनले कल्पनासम्म पनि गरेका थिएनन्, उनले विचारसम्म पनि गरेका थिएनन्। र परमेश्वरले त्यहाँ आशिष गर्नुहुन्छ। मैले भन्न खोजेको तपाईँले बुझ्नुहोस् कि तपाईँ र मेरो जीवनमा योसेफको जीवन जस्तो भएर बुझाइन सक्छ, त्यसरी चाहिँ हाम्रो जीवन जान सक्छ। प्रिय मित्र, हाम्रो जीवनमा कष्टहरू, अभावहरू, अनिकालहरू, समस्याहरू तपाईँले मेरो जीवनमा नआउने आउँछ प्रिय मित्र। अनि त्यो बेलामा तपाईँले मेरो स्रोत चाहिँ केलाई गराउँछ? यदि तपाईँलाई मैले मेरो परिवारलाई, मेरो समुदायलाई, मेरो प्रतिष्ठाको लागि अनि मेरो चाहिँ आफन्तलाई चाहिँ मेरो स्रोत गराउन थालेँ, म धर्मीजन बन्न सक्दैनौँ प्रिय मित्र। हामी के हुन्छ, बाइबलले भन्छ धर्मीजन 7 पल्ट लड्यो भने 7चोटि खडा हुन्छ, कारण परमेश्वरको स्रोतमा रहेको हुन्छ। परमेश्वरलाई धन्यवाद। जय मसीह।